जातीय विभेदबाट मरेको हुन्थ्यो भने त्यसो किन गरियो भन्ने कुरा एउटा हुन्थ्यो। त्यो रेप हो, रेप त कुनै जातसँग मात्रै सम्बन्धित कुरा होइन, निर्मला पन्तको रेप कुनै जातसँग मात्र सम्बन्धित कुरा होइन। अब तर फेरि कुरा के हो भने यसरी रेप भयो भन्दै गर्दाखेरि चाहिँ कुनै कारणले उनीहरूलाई दबाउने घटाउने यसो भयो भने त त्यसमा त खबरदारी त स्पष्ट चाहिँ के हुनु होला भने मेरो सन्दर्भमा चाहिँ भूमिकाको हिसाबले हामी सांसद उसमा हौँला, एउटा जिम्मेवारी त प्राप्त भयो होला। तर अन्याय र अत्याचार परेको सन्दर्भमा चाहिँ त्यो त यो जिम्मेवारी नसधैँ रहने हो हामीसँग। समाज पहिलो कुरा हो, मान्छेको जिन्दगी पहिलो कुरा हो होइन। राजनीति प्रतिशोध साधेर फेरि पनि के हो भने म हिजो एउटा केही पृष्ठभूमिबाट केही मुद्दा उठाएर आएँ एउटा कुरा, तर चाहिँ त्यो अवश्य एउटा साझा सम्पत्ति भइसकेपछि चाहिँ म कुनै एउटा यसलाई मात्र किन गरिस्, यसो मात्र किन गरिस्, त्यस मात्र किन गरिस् भन्ने चाहिँ हुँदैन। कहीँ कतै त्यो देखिन्छ भने त्यो तपाईँले पनि, तपाईँ क्यामेराले पनि त नवराज विकको हत्यामा त तपाईँको क्यामेराले पनि बोलेको, जाजरकोटका गैर दलितले पनि यो हत्या गलत हो भनेको हो नि त। त्यहाँ रुकुमका गैर दलितले पनि जात मिल्थेन भने छोरी नदिए हुन्थ्यो, तर यसरी मार्नु चाहिँ गलत हो भनेर त्यहाँका बाहुन छेत्री ठकुरीले पनि त भनेको हो त। सबैले साथ दिएको कुरा, त्यसले अपराधै हो त्यो। त्यसलाई सबै कुरालाई जातैसँग जोड्न थाल्यो भने फेरि त्यो समाज एकातिर जान्छ। त्यसैले यो कुराको त्यो बहिनीको हत्याको बलात्कारको सन्दर्भमा जात पछि हो, बलात्कार पहिला भएको होइन, हत्या पहिला भयो। पछि जाँदै जाँदा को घरको को थरको भन्दा यता देखियो होला। त्यसैले त्यो स्वाभाविक रूपमा त्यो हाम्रै एउटा छिमेकी जिल्ला पनि भएको हुनाले त्यसो हुँदै गर्दाखेरि साँझ हामी पुग्दैछौँ त्यहाँ पनि के हो त्यो कुरा, त्यो चाहिँ उनीहरू पोस्टमार्टम के भयो, रिपोर्ट के भयो, उनीहरूको घटना के हो, त्यसमा हामीले खबरदारी गर्ने कुरा त हिजो रोडमा हुँदा त खबरदारी गरिएको थियो भने अब त जनताले खबरदारी नै गर्न पठाउनु भएको छ भने जुन ठाउँमा उभिए पनि समाजलाई परेको अन्यायमा चाहिँ बोलिन्छ। त्यसमा त दुई मैले एउटा प्रश्न गरेँ।